ल है गाइजहरु यसरी नाचिरहेको छ। हेलो साथीहरु, मेरो भ्लगमा तपाईहरुलाई स्वागत छ। आज पनि मेरो भ्लग सुरु भइसकेको छ। मेरो चाहिँ आज पनि बाहिर जाने काम पर्छ। सधैँ प्राय जस्तो म चाहिँ बाहिरतिर निस्किने काम परिरहेको हुन्छ, किनभने भिडियो सिडियो पनि बनाउनु अरू काम पनि हुन्छ। र मेरो फोन पनि फुट्यो हिजो, फोन फुटेर म बिजोग छु। फोन फुट्यो भने तर भ्लग बनाउनु चाहिँ म छोड्दिन। मम्मी खोइ 50-100 रुपैयाँ पैसा ल्याउनु न छ भने। के मसँग छैन? तिमीले त्यसै गरिन्छ त फुटाउँछ त। हामी त्यसै गरेर ल 100 रुपैयाँ पैसा पनि भइसक्यो। अब चाहिँ म ल साथीहरु, आज म चाहिँ बाइक लगादिनँ। कति बाइक लगाएपछि झ्याउ लाग्छ, भिडियो सिडियो बनाउनु पनि पाइँदैन है। बाइकमा फेरि त्यो हेलमेट पनि छैन क्या बाइकमा। टक्क खालको अब हेलमेट यस्तो झुन्डाउने खालको छैन, स्कुटर बुलेटको हेलमेट छ। त्यस कारणले आज चाहिँ म बाइक नलि बाहिर जाँदैछु। आज मेरो किनमेलहरू पनि छ, नानीको बर्थडे पनि छ, केक पनि अर्डर गर्नु छ। त्यस कारणले म चाहिँ निस्किसकेँ। आधी बाटोसम्म चाहिँ हिँड्दै जानु पर्यो। तल धुपगुडी चोकमा सानो काम छ। मेरो बसाइ चाहिँ कपन हो। धुपगुडी चोकमा थोरै काम सकेर चाहिँ म टेम्पो चढेर जान्छु। यो माथिको यो 1 पाउन्डको हो। ए कति पैसा यसको चाहिँ? त्यो रेट चाहिँ महँगो। त्योभन्दा ठुलो 1100 अनि यो चाहिँ कति 500 पनि भन्नु भयो है? 500 प्लस भयो। 1100 चाहिँ कत्रो हुन्छ? 1100 त तलको साइजमा हुन्छ, हेर्नु त तल छ नि। अरूको छैन? साइजमा आउँछ। ए यो खाइसकेको? हजुर। ए 1100 भन्नुभयो है? 1000 मा आउँदैन त्यो चाहिँ? हजुर, डेकोरेसन कतिको गर्नुहुने? नर्मली गर्नु? नाम मात्र लेख्ने, नाम लेख्ने अनि अरू के गर्नु पर्यो डेकोरेसन? डेकोरेसन यतिको भयो हुन्छ हजुरलाई? यहाँ अनि के यसमा नाम लेख्ने? हजुर, यसमा नाम हुन्छ होला। त्यसो भए हुन्छ, 1000 सम्मै गर्नु त के भयो? थुप्रै लानुहुन्छ, ब्ल्याक, व्हाइट, चकलेट, बटरस्कच। चकलेटमा मिठो हुन्छ होला। चकलेटी भन्दा त बटरस्कच पनि राम्रो साथ छ भाइ। हो न त त्यही गए पनि नदिनु। बटरस्कचमा के गर्नुपर्छ मैले अहिले? हजुरले एडभान्स छोडेर जानु, त्यति मात्रै हो। कतिखेर लाऊ? अहिले घर बेलुका। ए हुन्छ, एडभान्स छोडेर जानु न। ल मैले केक पनि अर्डर गरिसकेँ। बेलुका लिन आउँछु भनेर। अब चाहिँ म ट्याक्सी मेरो टेम्पो वेट गर्ने मात्रै काम हुन्छ। त्यसपछि म जान्छु साबेलमा पनि एक दुईवटा कपडाहरू किन्नु छ भनेर आउँदैछ मेरो टेम्पो। ल फेरि पनि कतिमा पनि आइपुगिसक्यो साबेल चोकमा पनि। अब जति बाइकमा हिँड्यो भने अहिले पेट्रोल पनि भर्खर घटाएको भन्छ, त्यही पनि पेट्रोल पाउनु एकदम गाह्रो छ। टेम्पोमा हिँड्यो भने जम्मा 20 रुपियाँमा ट्याक्क जहाँ पुगे पनि। काठमाडौँमा टेम्पोमा हिँड्नु त्यति फाइदा छ नि, सजिलो छ। होस् गाईघाटतिर अरूतिर हिँड्यो भने कति हिँडेको पनि लिन्छ 50 रुपियाँ 100 रुपियाँ। तर काठमाडौँमा यहाँ कपनदेखि उहाँ सुन्दारा पुगेको पनि 30 रुपियाँ लिन्छ। कति सजिलो छ। कति धेरै क्रस गर्नु गाडी छ। यो त चापेल चोक। चापेल चोकमा चाहिँ रक्तदान पनि निःशुल्क रक्तदान पनि कार्यक्रम भइरहेको छ। यसो रक्तदान त गर्नुहुन्थ्यो, तर म अलिक तनावमा छु यो सालमा चाहिँ, त्यही भएर आज चाहिँ म गरिनँ। तर नेक्स्ट टाइम चाहिँ गर्छु। गर्नु मन पनि छ र गर्नु पनि पर्छ। मान्छेले रक्तदानहरू गर्यो भने चाहिँ पछि तपाईँले इमर्जेन्सी तपाईँलाई केही भइहाल्यो भने पनि तपाईँलाई त्यस ठाउँबाट होइन ब्लड पाउन सक्नुहुन्छ। त्यस कारणले गर्नु भएको छैन साथीहरू गर्नु। मैले त पहिला एकचोटि गरिसकेको छु, अझ फेरि पनि गर्छु भन्ने सोचिरहेको छु। अब मैले चाहिँ कपडा किन्ने ठाउँ भन्दा नि आज मेरो नानीको बर्थडे छ, बर्थडेको लागि के रहेछ कपडा किनिदिनु पर्ने। कपडा किन्ने भनेर चाबेलमा आएको। कहाँ पो हो? यो भित्र चाहिँ म्याक्सिमम बच्चाको कपडाहरू पाइन्छ। यिनीहरू सबै जेन्ट्सको बुनु। यो टी सर्ट चाहिँ जेन्ट्सको रहेछ। यस्तो सर्ट लगिदिनु पर्छ है क्या? सर्ट चाहिँ छैन।
टी-सर्टहरू त कति धेरै लगाइदिन्छ नि सर्ट चाहिँ फेरि खासै कलरै राम्रो छैन रहेछ यो तर अलिक सानो साइज होला है अन्त यसको साइज चाहिँ भन्नु हेर्नुपर्छ त हेर त यो। यो पुरानो कपडा लिएर आएपछि तिमीले चिन्नु पर्यो क्या मैले लिएर आउँछु अरूले ल्याउँछ त्यस्तो हँ? त्यो टाइपको त तपाईँले त्यो साइज गरेर लगाउनु पहिला चाहिँ त्यो साइज नाप्नु यो साइज यसो गर त हुन्छ होला है ल यो एउटा भयो अनि एउटा यस्तो यो गर त यो त्यसको टाउको हजुर त्यस्तो पातला पातला खालको छैन कि हाफ कटु सेटमा चाहिँ आउँछ दाइ कि हाफ कटु सेटमा पुग्दैन नि त मलाई यो मन पर्यो नि त नि टी सर्ट टी सर्ट पनि लाग्दैन नि हाफ कटु सेटमा लाग्दैन नि त कतिमा दिने म त त्यो रेगुलर कस्टमरलाई त अलिअलि हुन्छ होला नि त डिस्काउन्ट आउनेसम्म मिलाइदिउँ न नि यो चाहिँ यो लगिदिनु पर्छ कि यो हुन्छ होला है त्यो त यसको सेट हो त्यो यस पहिला पनि मैले यो लानु खोजेको अहिलेसम्म बिकेको छैन रहेछ अनि थुप्रै छ सामान अनि त्यो एउटा मैले छुट्टै दियो भनेर नदिएको नि तिमीले सेटको हो नि त त्यो अनि अरू फेरि पनि थपेछ नि त सामान घाटा कति हुन्छ अस्ति आएर त्यस्तै गरेँ छुट्टी दियो भनेर नदिएर पठाएको फेरि देऊ न मिलाएर यसको अलिक यसको साइज उनी छैन रहेछ नि त यसको अलिक माथिको राम्रो छैन नि त बच्चाको कपडा पनि किनिसकेँ एक जोर कपडा अब एक जोर जुत्ता किन्ने अनि त्यसपछि चाहिँ म घर जान्छु खासै काम छैन आज मेरो यति थोरै कपडाहरू किन्नु मात्रै हो काम त्यो बच्चाको कपडा पाउनै गाह्रो के गणेशस्थान मन्दिर यही हो यो एरियामा छ भन्दै यो एरियामा कसैले 2290 डिस्काउन्ट कति भयो 20% off garanti on prices on those. 20% मात्रै अफ हो त्योभन्दा हुँदैन Extra 20%. कति क्लास कति भयो 1800 यो हुन्छ चाहिने जुत्ता हो 1800 है अलिक गर नि डिस्काउन्ट फिक्स्ड 20% off त्यही 1800 है बट महँगो तर ठुलो मान्छेहरूलाई नै महँगो रहेछ यो त सेतो लागेको है पक्रेर यस्तो गरेर त म यस्तो गर्छु त्यो पक्रेर यता देखाउ त मलाई साथीहरू जुत्ता पनि किनिसके यति भयो मेरो सपिङ चाहिँ आफ्नो लागि भन्दा नि बच्चाको लागि कहिले कसको लागि आफ्नो लागि चाहिँ किन्नु पाइरहेको छैन यस्तो अलिक बजेट नै कम भएको कारणले गर्दाखेरि अरूको लागि अहिले चाहिँ बच्चाको लागि नभए प्रायः अरूको लागि यसो सपिङ गर्नको लागि प्रायः आइरहेको हुन्छु म चाहिँ यसपालि मैले चाहिँ जाडोमा किनेको कपडाहरू बाहेक खासै छैन गर्ने मात्रै छैन अब पछि किन्छु होला सायद यो ट्याम्पोहरू लाग्नु त लागिरहेछ कहाँ जाने प्याक भएको छैन पहिला त यहाँ ट्याम्पो यसरी लाग्थेन डाइरेक्ट आउँथ्यो उता सुन्दारादेखि अहिले त ट्याम्पो लागिरहेको छ चाबुल चोकमा पनि चाबुल चोकमा पनि ट्याम्पो लाग्नु थालिसकेको छ है दिदी कहाँ जाने यो ट्याम्पो हजुर त्यो उता फैकातिर हो फैका जाने हो कतिखेर जान्छ किन हाँसेको तपाईँ पनि उतै जाने दिदी कतिखेर टाइम लाग्छ है नानीले दिइरहेछ तपाईँको बच्चा ट्याम्पोमा आज कोही छैन खाली म मात्रै हो यत्रो ट्याम्पो खाली छ प्यासेन्जरमा एक्लै कताकता च्यापेर बस्नु पर्थ्यो अहिले चाहिँ छैन रहेछ
आज मेरो खाँदा चाहिँ एकछिनमा नुडल्स र तल हेर्नुहोस् न ल साथीहरू किनमेल गरिसकेर पनि अब घर आइपुगेँ खाजासाजा खाएर पानी परेर धेरै इन्गेज भयो आधी बाटोमा चाहिँ अब चाहिँ घर आइपुगेँ लेखेको भिडियो नि बनाउँछु है दिदी लेखेको भिडियो बनाउनु मिल्छ होला नि होइन तिमीलाई पनि मैले भ्लगमा समावेश गर्छु नि त यहाँ हाम्रो दिदीले चाहिँ टक्क केकमा नाम लेख्दै हुनुहुन्छ मलाई दिदी नाम पनि भइसक्यो लेखिसक्नु नानी रोएर मेरो 100 छैन बाँकी दिदी 100 बाँकी छैन ल थ्याङ्क यू ल अब चाहिँ मैले केक लिएर पनि म रुमतिर लागिसकेको छु पानी पर्न लागेको छ पानी परेर अहिले चाहिँ मौसम पनि पर्नु छ है काठमाडौँमा पनि तर अहिले चाहिँ शीतल शीतल भयो पानी परेर दिनमा एकचोटि चाहिँ काठमाडौँमा अनिवार्य पानी परेकै हुन्छ अब हाम्रो चाहिँ काम ओभर भइसक्यो हाम्रो सबै कुरा रेडी भइसक्यो है बिहानदेखि यता उता गरेर यता खानेकुराहरू यता रेडी भइसक्यो यता हाम्रो खतरा भदैनी हुनुहुन्छ अर्को ब्लगर उहाँको मेरो नाम सोनिका राई 77 छ यो पनि बनाउनुहोस् न यो लाइट के काट्ने